नमस्कार सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको लागि पुनः स्वागत छ डिभेन्चरको पार्ट 2 मा। डिभेन्चरको पार्ट 1 मा चाहिँ मैले डिभेन्चर को इस्यु गर्दाखेरि कसरी हामीले जर्नल इन्ट्री बनाउन सक्छौं र डिभेन्चरलाई रिडम्सन गर्दाखेरि कसरी जर्नल इन्ट्री बनाउन सक्छौं भन्ने बारेमा हामीले चर्चा गर्यौं। डिभेन्चरको दुईवटा केस हुने गर्दछ, एउटा इस्युको केस हुने गर्दछ र एउटा रिडम्सनको केस हुने गर्दछ, जुन अघिल्लो भिडियोमा मैले राखिसकेको छु। पक्कै पनि विद्यार्थी भाइ बहिनीहरूले तपाईहरुले पक्कै पनि त्यो नोटलाई बुझ्नुभयो होला भन्ने अपेक्षा गर्दै मैले दोस्रो पार्ट अन्तर्गत डिभेन्चरसँग रिलेटेड प्रब्लम सल्भ गर्ने कोसिस गरेको छु र त्यसका लागि एउटा सानो नोट पनि मैले पुनः त्यसमा एड गरेको छु। यो भन्दा अघिल्लो भिडियोमा डिभेन्चरको पार्ट 1 मा हामीले डिभेन्चरको इस्यु गर्दा पार प्रिमियम र डिस्काउन्टको केसमा कसरी हामीले जर्नल इन्ट्री बनाउने र रिडम्सन गर्दाखेरि चाहिँ पार प्रिमियम र डिस्काउन्टको केसमा कसरी रिडम्सन गर्ने भन्ने बारेमा हामीले छलफल गरिसकेका छौं, नोटलाई पनि याद गरिसकेका छौं र यहाँनिर मैले पूर्ण यो पार्ट 2 मा एउटा न्यूमेरिकल गरेर देखाउने छु। विभिन्न केसहरुको क्वेशन हामी सल्भ गर्ने छौं र त्यो भन्दा पहिला मैले एउटा सानो नोटलाई यहाँनिर राखेको छु। डिभेन्चर इस्यु गर्दा पार प्रिमियम डिस्काउन्ट जेमा भए पनि रिडम्सन गर्दा प्रिमियमको केस आयो भने हामीले हिजो यो भन्दा अगाडिको पार्ट 1 को भिडियोमा हामीले डिभेन्चरलाई इस्यु गर्दाखेरि पारमा गर्न सक्छौं, प्रिमियममा गर्न सक्छौं, डिस्काउन्टमा गर्न सक्छौं भन्ने नोट पनि जान्यौं र रिडम्सन गर्दा पनि पारमा पनि गर्न सक्छौं, प्रिमियममा पनि गर्न सक्छौं, डिस्काउन्टमा पनि गर्न सक्छौं भन्ने नोटलाई हामीले याद गरेका छौं भने यो नोटलाई मैले पूर्ण एड गरेको छु। डिभेन्चर इस्यु गर्दा पार प्रिमियम डिस्काउन्ट जेमा गरे पनि रिडम्सन गर्दा प्रिमियमको केस आयो भने याद गर्नु होला साथीहरु, रिडम्सन गर्दा प्रिमियम, डिभेन्चर इस्यु गर्दा पार आए पनि हामीलाई कुनै पनि समस्या हुँदैन, प्रिमियम आए पनि कुनै पनि समस्या हुँदैन, डिस्काउन्ट आए पनि कुनै पनि समस्या हुँदैन। हामीले जसरी जर्नल इन्ट्री गर्छौं त्यसलाई नै फलो गर्नु होला। तर रिडम्सन गर्दा प्रिमियमको केसमा आयो भने रिडम्सन गर्दा यहाँनिर मैले प्रिमियमलाई फोकस गरिरहेको छु। रिडम्सन गर्दा प्रिमियमको केस आयो भने रिडम्सन गर्दा डिस्काउन्ट पनि होइन, रिडम्सन गर्दा पारको केस पनि होइन, रिडम्सन गर्दा प्रिमियमको केस आयो भने त्यति बेलामा हामीले इस्युको इन्ट्रीमा निम्न दुईवटा कुराहरूलाई थप्नु पर्दछ। सम्झिनु होला, डिभेन्चर इस्यु गर्दा पार होस्, प्रिमियम होस्, डिस्काउन्ट होस्, हामीलाई त्यसमा कुनै पनि समस्या सिर्जना भएन, त्यसलाई हामी मतलब गर्दैनौं। तर रिडम्सन गर्दा प्रिमियमको केस आयो भने चाहिँ त्यो केसमा हामी इस्युको इन्ट्रीमा दुईवटा कुराहरूलाई थप्नु पर्ने हुन्छ। डेबिट साइडमा हामी लस अन इस्यु अफ डिभेन्चर एकाउन्ट डेबिट भनेर थप्छौं भने क्रेडिटमा टु प्रिमियम अन रिडम्सन एकाउन्ट भनेर थप्छौं। सम्झिनु होला साथीहरु, डेबिटमा हामी लस अन इस्यु अफ डिभेन्चर एकाउन्ट भनेर थप्छौं भने क्रेडिटमा प्रिमियम अन रिडम्सन एकाउन्ट भनेर थप्छौं र यसरी थपिने अमाउन्ट चाहिँ हाम्रो सेम हुन्छ। त्यसलाई मैले न्यूमेरिकल गर्दै जाँदाखेरि पूर्ण यहाँनिर गर्नेछु र यसको लागि साथीहरु मैले एउटा क्वेशन बनाइसकेको छु, अलरेडी नै राखिरहेको छु, हेर्न सक्नुहुन्छ तपाईहरुले। अ कम्पनी लिमिटेड इस्यु 7000 12% रिडिमेबल डिभेन्चर अफ ₹100 each at 15% डिस्काउन्ट, रिडिमेबल आफ्टर 5 years at 20% प्रिमियम। साथीहरु, क्वेशनले के भन्यो त भन्दाखेरि एउटा कम्पनी छ, ए कम्पनी लिमिटेड छ, त्यसले इस्यु गर्ने भनेको 7000 वटा डिभेन्चरलाई इस्यु गर्ने बेच्ने भनिरहेको छ। डिभेन्चर को नाम दिएको छ 12%। हिजो यो भन्दा अगाडिको भिडियोमा मैले भनिरहेको छु साथीहरुलाई, डिभेन्चरको अगाडि 12% दिन सक्छ, 5% दिन सक्छ, 10% दिन सक्छ। त्यो फिर्ता गर्दाखेरि चाहिँ कति % इन्ट्रेस्ट दिने हो त्यो अलरेडी पहिला नै डिसाइड गरेको हुन्छ, त्यसको हामी हिसाब किताब गर्दैनौं। डिभेन्चर लेख्दा 12% नै लेख्न सक्छौं हामीले, 5% दिने 5% नै लेख्न सक्छौं है त। 7000 वटा डिभेन्चर बेच्ने, त्यो डिभेन्चर 12% डिभेन्चर रहेछ र डिभेन्चरको सुरुको प्राइस, स्टार्टको प्राइस भनेको चाहिँ क्वेशनले 100 रुपैयाँ दिएको छ। 1000 रुपैयाँ दियो भने 1000 लाई बेस मान्ने, 100 दियो भने 100 लाई बेस मान्छौं। त्यसैले यहाँनिर 100 रुपैयाँ दिएको छ डिभेन्चर एउटाको प्राइस, त्यसैले हामी डिभेन्चरको प्राइसलाई 100 रुपैयाँ कन्सिडर गर्छौं। तर इस्यु गर्ने बेलामा चाहिँ 15% डिस्काउन्ट राख्ने भनेको छ। सो 15% भनेपछि हामी त्यही 100 कै 15% निकाल्छौं। 100 को 15% लाई क्याल्कुलेसन गर्दा हामीले 15 रुपैयाँ डिस्काउन्ट निकाल्छौं
भनी रिडिमेबल आफ्टर 5 इयर्स भनेपछि 5 वर्षपछि अथवा 10 वर्षपछि 15 वर्षपछि कति वर्षपछि हुन्छ त्यसलाई फिर्ता गर्नुपर्ने हुन्छ र उक्त कम्पनीले चाहिँ उक्त डिबेन्चरलाई चाहिँ कति त भन्दा 5 वर्षपछि 20% प्रिमियम राखेर चाहिँ फिर्ता गर्ने भनेको छ भने त्यो 100 को नै हामी के गर्छौं त 20% निकाल्छौं र 100 को 20% हाम्रो 20 हुन जान्छ। सो यो भन्दा अघिल्लो पार्टमा मैले भनिसकेको छु, सबै साथीहरूले याद गर्नुभएको होला। डिस्काउन्ट हामी नर्मली हामी लेस गर्छौं भने प्रिमियमलाई एड गर्छौं। सो यो केसमा डिबेन्चर इस्यु गर्दा डिस्काउन्टको केस छ 15 रुपीस भने रिडम्सन गर्दाखेरि प्रिमियमको केस छ 20 रुपीस। सो 100 मा डिस्काउन्ट लेस गर्दा 85 हुन जान्छ, फेरि रिडम्सन गर्ने बेलामा 20 प्रिमियम एड गर्दा 120 हुन जान्छ। सो क्वेशनले हामीलाई जर्नल इन्ट्री फर इस्यु एन्ड रिडम्सन अफ डिबेन्चर सोधेको छ। त्यसैले अब हामी जर्नल इन्ट्री बनाउनतिर अगाडि बढौं साथीहरू। सो जर्नल इन्ट्रीको फर्मेट हामीलाई थाहा नै छ। हामीले जर्नल इन्ट्रीको फर्मेटलाई एक्जाममा राम्रोसँग गर्नुपर्ने हुन्छ। फर्मेट लेखेर राम्रोसँग त्यसलाई गरिदिनु होला। डेट भयो, डेट पछि आएर हाम्रो पर्टिकुलर्स भइहाल्यो। पर्टिकुलर्स पछि आएर हाम्रो एलएफ कोलम हुने भयो। त्यसपछि आएर डेबिट हुने भयो हाम्रो डेबिट। त्यसपछि आएर हाम्रो क्रेडिट हुने भयो है त। र क्वेशनले हामीलाई के सोधेको छ भन्दा एउटा इस्युको जर्नल इन्ट्री बनाउन सोधेको छ र अर्को हामीलाई रिडम्सनको जर्नल इन्ट्री बनाउन सोधेको छ। सो सबैभन्दा पहिला हामी इस्युको जर्नल इन्ट्री बनाऊ। इस्युको हामी जर्नल इन्ट्री बनाउँछौं र अब मैले बुझाउनको लागि यहाँनिर ब्र्याकेटमा राखिदिन्छु। साथीहरूले एक्जाममा नगर्नु होला, यो बुझ्नको लागि मात्र तपाईहरुले बुझ्नु होला। क्वेशनले 7000 डिबेन्चर इस्यु गर्ने भनेको छ। इस्यु गर्ने डिबेन्चर इस्यु गर्ने भनेको छ। डिबेन्चर 12% डिबेन्चर भनेर दिएको छ क्वेशनले। हामी 12% डिबेन्चरै लेख्छौं हामी। त्यसपछि एक्चुअल प्राइस भनेको डिबेन्चरको 100 रुपीस दिएको छ, तर त्यो 100 मा पनि क्वेशनले डिस्काउन्ट चाहिँ हाम्रो 15% भनेपछि 15 रुपीस राख्ने भनेर भनेको छ। सो अब डिबेन्चर इस्यु गर्दाखेरि चाहिँ हामी के गर्छौं नर्मली भन्दा यो डिस्काउन्टको केसमा भयो, त्यसैले हामी बैंक अकाउन्ट डेबिट भनेर लेख्छौं। बैंक अकाउन्ट हामी डेबिट गर्छौं साथीहरु। बैंक अकाउन्ट डेबिट मैले ब्र्याकेटमा मल्टिप्लाई गर्ने। डिबेन्चरको क्वान्टिटी 7000 छ। एउटालाई अब कतिमा डिस्काउन्ट 15 रुपीस राखेर इस्यु गर्दैछ भने नर्मली अब एउटामा कति पाउने भयो त भन्दा 100 रुपीस को डिबेन्चरको प्राइसमा 15 रुपीस डिस्काउन्ट राख्ने भनेपछि त्यसलाई हामीले घटाउनु पर्यो। घटाउँदा एउटाको प्राइस कति हुने भयो हाम्रो 85 हुने भयो। त्यसपछि हामी अर्को के राख्ने भन्दै छौं भन्दा डिस्काउन्ट राख्ने भनिराछौं। त्यसैले हामी यसमा डिस्काउन्ट पनि हामी नर्मली डिस्काउन्टमा बेचेपछि डिस्काउन्ट हाम्रो के हुने भयो त डिस्काउन्ट अन डिबेन्चर अकाउन्ट डेबिट हुने भयो। डिस्काउन्ट अन डिबेन्चर अकाउन्ट चाहिँ हाम्रो डेबिट हुने भयो। डिस्काउन्ट अकाउन्ट डिबेन्चर डिस्काउन्ट अन डिबेन्चर अकाउन्ट डेबिट हुने भयो। हाम्रो 7000 डिबेन्चर भयो इन्टु कति रुपैयाँ डिस्काउन्ट त भन्दा 15 रुपैयाँले हामी मल्टिप्लाई गर्छौं। र साथीहरु मैले अघि भर्खर लेखेको नोटको एउटा कुरालाई एकदमै याद गरिदिनु होला। रिडम्सन गर्दा प्रिमियम आयो भने इस्युमा दुईवटा कुरा थप्नु पर्छ। त्यो थप्ने कुरालाई अहिले हामीले खाली ठाउँ डेबिटको लागि एक ठाउँ छोडेर हामी क्रेडिटमा लेख्दै छौं। क्रेडिटमा हामी के लेख्छौं त भन्दा अब डिबेन्चर बेचेपछि डिबेन्चरै लेख्नु पर्ने हुन्छ। त्यसैले 12% डिबेन्चर अकाउन्ट भनेर हामी लेख्छौं। 12% डिबेन्चर अकाउन्ट भनेर लेख्छौं। ब्र्याकेटमा मैले मल्टिप्लाई गर्ने भए 7000 एउटाको एक्चुअल प्राइस डिबेन्चरको 100 रह्यो। सो यसलाई मैले मल्टिप्लाई गर्ने। सो साथीहरुले पनि यसलाई मल्टिप्लाई गरिदिनु होला। 7000 इन्टु 85 मल्टिप्लाई गर्नु होला। त्यस्तै गरी आएर चाहिँ 7000 इन्टु 15 गर्नु होला। त्यस्तै गरी आएर चाहिँ 7000 इन्टु 100 गर्नु होला। सो 7000 इन्टु 85 गर्दाखेरि हाम्रो डेबिटमा बैंकबाट कति आउने भयो त भन्दाखेरि चाहिँ 5 लाख हाम्रो कति आउने भयो त 95000 आउने भयो। त्यस्तै गरी डिस्काउन्ट 7000 इन्टु हामी 7000 इन्टु हामी 15 गर्छौं, त्यो गर्दा 1,05,000 हाम्रो डिस्काउन्ट आउने भयो। हामीले डेबिटको लागि एक लाइन छोड्छौं, क्रेडिटको लागि एक लाइन छोड्छौं, किनभने रिडम्सन गर्दा प्रिमियम छ। यदि रिडम्सन गर्दा प्रिमियम आयो भने इस्युमा दुईवटा कुरा थप्नु पर्छ। त्यसैले हामीले जहिले पनि न्यूमेरिकल गर्दा रिडम्सन गर्दा प्रिमियम छ कि छैन त्यसलाई विचार गर्नुहोस् र रिडम्सन गर्दा प्रिमियम छ भने त्यस्तो केसमा इस्युमा डेबिटमा नि थप्नु पर्छ क्रेडिटमा। तर इन केस रिडम्सन गर्दाखेरि चाहिँ हाम्रो डेबिटमा
मानि छ के रे रिडम्सन गर्दाखेरि पार र डिस्काउन्टको केस छ भने इस्युमा हामी थप्दैनौं सो 7000 इन्टु 100 गर्दा अब डिबेन्चरको प्राइस चाहिँ कति आयो त 7 लाख आयो यानी कि डेबिट एड गरेर हामीले क्रेडिटमा अमाउन्ट लेख्न सक्छौं अब एउटा न्यारेसन लेख्दियौ साथीहरु एक लाइन क्रेडिटको लागि छोडेर न्यारेसन लेखौं न्यारेसन हामी बीइङ भन्ने वर्डबाट स्टार्ट गर्छौं बीइङ सिम्पल न्यारेसन लेख्दिनु होला बीइङ इस्यु अफ डिबेन्चर एड अहिले केमा हामी बेचिरहेका छौं त भन्दा एड हामी डिस्काउन्टको केसमा गरिरहेका छौं त्यसैले डिस्काउन्ट लेख्नु होला अब क्वेशनले 5 वर्षपछि 10 वर्षपछि 15 वर्षपछि भनेर फिर्ता गर्ने भन्न सक्छ यो केसमा 5 इयर्स पछि भनेछ त्यसैले 5 इयर्सको हामीले क्याल्कुलेसन गर्नु पर्दैन अब सेकेन्डमा हामीलाई क्वेशनले रिडम्सनको जर्नल इन्ट्री बनाउन सोधेको छ सो रिडम्सनको हामी जर्नल इन्ट्री बनाउँछौं र रिडम्सन पनि यदि हामीले 7000 डिबेन्चर बेचेका थियौं भने फिर्ता पनि 7000 डिबेन्चर नै फिर्ता गर्नु पर्दछ कति पर्सेन्ट डिबेन्चर 12% डिबेन्चरै हो हामीले फिर्ता गर्ने 12% डिबेन्चर एउटाको वास्तविक प्राइस कति नै हो 100 रुपैयाँ नै हो तर फिर्ता गर्ने बेलामा चाहिँ हामीले अब प्रिमियम राखेर चाहिँ फिर्ता गर्दै छौं त्यसैले प्रिमियम कति पर्सेन्ट भन्दा 20% 100 को 20% निकाल्दा 20 हुन्छ सो अब साथीहरुले बुझ्नुपर्ने कुरा के छ त भन्दा इस्युको ठ्याक्कै उल्टो चाहिँ रिडम्सनको हुने गर्दछ इस्यु गर्दाखेरि चाहिँ डिस्काउन्ट नर्मली डेबिट हुन्थ्यो भने रिडम्सन गर्दा क्रेडिटमा राख्नु पर्यो इस्यु गर्दाखेरि नर्मली प्रिमियम क्रेडिट हुन्थ्यो भने रिडम्सन गर्दा डेबिट हुने भयो इस्यु गर्दाखेरि बैंकबाट हामी पैसा पाउँथ्यौ भने फिर्ता गर्दा बैंक क्रेडिट हुने भयो बैंक डेबिट हुन्छ इस्युमा भने रिडम्सन गर्दा क्रेडिट हुने भयो इस्यु गर्दाखेरि डिबेन्चर हाम्रो क्रेडिटमा हुन्छ भने रिडम्सन गर्दा डेबिटमा राख्नु पर्यो सो यस अर्थमा हामीले के फिर्ता गर्ने त भन्दा डिबेन्चरै फिर्ता गर्ने हो फर्स्ट इन्ट्री इस्युमा डिबेन्चर क्रेडिटमा थियो भने त्यसलाई हामीले डेबिट बनाउँछौं 12% डिबेन्चर अकाउन्ट हामी डेबिट गर्छौं अब साथीहरुलाई मन लाग्छ भने 7000 वटै डिबेन्चर हो इन्टु कतिको प्राइस त भन्दा एक्चुअल प्राइस 100 नै छ मैले 100 ले नै मल्टिप्लाई गर्ने भए डेबिटमा चाहिँ हामी अमाउन्ट लेख्छौं यानी कि क्रेडिटमा 7 लाख छ भने त्यसैले हामीले डेबिटमा पनि 7 लाख बनाउनु पर्यो अब रिडम्सन गर्दा प्रिमियम राखेर फिर्ता गर्ने भनेपछि प्रिमियम भनेको बढी पैसामा फिर्ता गर्ने भएपछि कम्पनीलाई लस हुन्छ त्यसैले रिडम्सनको प्रिमियम चाहिँ हाम्रो लागि के हुन्छ त भन्दा डेबिट हुन्छ त्यसैले प्रिमियम अन हैन रिडम्सन अकाउन्ट भनेर हामी डेबिट गर्छौं प्रिमियम अन रिडम्सन अकाउन्ट डेबिट या डिबेन्चर अकाउन्ट हाम्रो फर्स्टमा त अब डेबिट हुने नै भइहाल्यो प्रिमियम अन रिडम्सन अकाउन्ट डेबिट गर्छौं सो मल्टिप्लाई पनि गर्दियौ कतिवटा डिबेन्चर भन्दा 7000 वटै डिबेन्चर भयो प्रिमियमको पैसा कति त 20 भयो सो 7000 इन्टु 20 गर्दा हाम्रो डेबिटमा कति अमाउन्ट आउने भयो त भन्दाखेरि 1,40,000 आउने भयो र अब हामीले फिर्ता गर्नुपर्ने के त भन्दाखेरि पैसा फिर्ता गर्नुपर्छ त्यसैले हामी क्रेडिटमा टु बैंक अकाउन्ट साथीहरुले नोट याद गर्नु भएको छ भने यो गर्न एकदमै सजिलो हुन्छ बैंक अकाउन्ट लेख्छौं र ब्र्याकेटमा फिर्ता गर्ने 7000 वटै डिबेन्चर हो इन्टु डिबेन्चरको प्राइस 100 हो 100 मा प्रिमियम राख्ने भनेपछि एड गर्नु पर्यो 20 टोटल 120 फिर्ता गर्ने भो अथवा डेबिट म एड गरेर तपाईहरुले क्रेडिटमा अमाउन्ट लेख्न सक्नु हुनेछ सो अब क्रेडिटमा हामीले कति अमाउन्ट लेख्नु पर्यो त हैन क्रेडिटमा हामीले कति अमाउन्ट लेख्नु पर्यो त भन्दाखेरि चाहिँ यो र यो एड गरेर 8,40,000 लेख्नु भए पनि हुन्छ 7000 इन्टु 120 लेख्नु भए पनि हुन्छ र अब हामी न्यारेसन लेख्छौं न्यारेसन जहिले नि हामी बीइङ भन्ने वर्डबाट स्टार्ट गर्छौं बीइङ यो के गरेको त भन्दा रिडम्सन अफ डिबेन्चर एड केमा त भन्दा हामीले प्रिमियममा फिर्ता गरिरहेका छौं प्रिमियम लेख्दिनु होला र साथीहरुले मैले भनेको कुरालाई त्यो जुन सुरुमा मैले नोट लेखाएको छु त्यो नोटलाई याद गर्नु होला प्रिमियम मा रिडम्सन गरेको छ भने त्यतिबेला इस्युमा हामी दुईवटा कुरा थप्छौं इस्युको डेबिटमा हामीले अघि नै खाली ठाउँ छोडिसकेका छौं डेबिटमा हामी लस अन इस्यु भनेर थप्नु पर्यो लस अन इस्यु अफ डिबेन्चर अकाउन्ट हामी डेबिट गरेर गर्छौं र क्रेडिटमा चाहिँ हामी के लेख्छौं त भन्दाखेरि चाहिँ क्रेडिटमा हामीले टु के लेख्छौं त भन्दा प्रिमियम अन रिडम्सन भनेर लेख्छौं प्रिमियम अन
प्रिमियम अन रिडम्सन एकाउन्ट भनेर लेख्छौँ र यो डेबिट र क्रेडिटमा जुन हामीले थपेका छौँ त्यो थप्ने अमाउन्ट चाहिँ त्यहाँ लेख्ने अमाउन्ट सेम हुन्छ, यानि कि रिडम्सन गर्दाखेरिको जुन हाम्रो प्रिमियमको पैसा छ त्यही प्रिमियमको पैसालाई हामीले यहाँ थप्नुपर्ने हुन्छ। प्रिमियमको पैसा 1,40,000 छ, मैले क्रेडिटमा पनि 1,40,000 लेखेँ र डेबिटमा पनि गएर 1,40,000 लेखेँ। र यसरी हामीले चाहिँ डिबेन्चरको प्रब्लम चाहिँ सल्भ गर्न सिक्यौँ।